मासु चाहिँ यस्तो मिठो बनेको चाहिँ साथीहरू आज फेरि पनि स्वागत छ मेरो छोटो मोटो ब्लगमा। आज चाहिँ हामी स्कुल जाँदैछौँ। आज चाहिँ हाम्रो स्कुलमा कार्यक्रम रहेको कारणले अनि हामी सबजना स्कुल जाँदैछौँ। अनि त्यसको भन्दा पहिला हामी भाइलाई लगेर अनि भाइलाई सताएर छिटो अनि सबजना जाँदैछौँ के बाइकमा ट्याक्क लाएर। अनि त्यसपछि हाम्रो स्कुल पुग्यौँ। स्कुल पुगिसकेपछि हामी भित्र गएको त कोही पनि नै, सबजना पुरा बाहिर कार्यक्रम हेरिरहेको रहेछ। अनि हामीलाई भोक लागेको कारणले हामीले चाहिँ दोकानमा गएर समोसा खायौँ। समोसा खाइसकेपछि फेरि आएको त गर्मीले मार्यो। गर्मीले मार्दा फेरि अनि उनीहरूको नाच पनि हेऱ्यो क्या हाम्रो स्कुलको। नाच हेरिसकेपछि अनि 2 घन्टाको कार्यक्रमले पनि सकिएर सबजना खाना खान जानुभएको थियो। अनि खाना खानुभन्दा पहिला त सरहरूलाई पहिला खुवाउनु पऱ्यो होइन। सरहरू ट्याक्क लाएर मजाले खाँदै हुनुहुन्छ क्या, रमाइलो मान्दै। अर्को कोठामा चाहिँ हाम्रो स्टुडेन्टहरू सबैजना हुनुहुन्थ्यो, साथीहरू भाइहरू सबैजना। त्यस पछाडि मलाई पनि भोक लागेको कारणले मैले चाहिँ छिटो भात खाएँ। अनि खाइसकेपछि अनि मैले एकछिन फोटो सुट गरेँ। त्यो फोटो सुट गरेपछि अनि म चाहिँ अहिले घर जाँदैछु। ओके भाइ, कस्तो